हेलो गाइज वेलकम ब्याक टु माई अनदर ब्लग। सबैजनालाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ म कन्याममा आएको छु घुम्नको लागि। नेपाल आइसकेँ म अनि कन्याममा आएको छु घुम्नको लागि। अनि कन्याममा यसो आज मौसम राम्रो रहेछ, एकदम बवाल भयो, घुमाइ हुँदैछ। तपाईँहरूले हेर्नु सक्नुहुन्छ है कन्याम। यो चाहिँ इलामको कन्याम, नेपालको इलामको कन्याम। कन्याम हेर्नुहोस्, बादल लागिरहेछ। हामी चाहिँ डाँडामा जाँदैछौँ भाइसँग। बवाल छ, हुसे लाग्नु थालिसक्यो। अघि चाहिँ बवाल थियो मौसम। है त गाइस, यस्तै छ यता घुम्ने ठाउँ। अझै माथि डाँडामा जान्छु अनि तपाईँहरूलाई म देखाउँछु है त इलामको मौसम चाहिँ। अहिले अब ठिक्कै यो चिया पनि पलाउने बेला भएको छ। यो चियाको बोट हो, चियाको मुना यतिको पलाइरहेछ। बवाल छ गाइस, हुसे उडिरहेछ। हेर्नु होला, उकालो हिँडिरहेछु। उकालो हिँड्ने बानी अलिक हराएछ, गइरहेछु। हेर्नु सक्नुहुन्छ है। ल यहाँनिर चाहिँ अब सबैजना जम्मा भइएको छ। अब यहाँ बसेर के खाने। कहाँ जाने हो? माथि अझै डाँडा? ए अझै माथि जाने अरे, मर्नै बेला भयो यहाँनिर कुवालेर। हाम्रो बादल सरकार के छ भाइ? बालेन सरकार। तेरो पनि त युट्युब च्यानल छ, भन्न त के छ? सब्सक्राइब गरिदिनु होला सबैजनाले। आएर यसोको माया देखाइदिनु होला। हो, नाम चाहिँ के छ त अनि युट्युब च्यानलको? ब्याड बोय। भाइको युट्युब च्यानलको नाम ब्याड बोय छ। एक दुईवटा मात्रै भिडियो उसले चाहिँ अपलोड गरेको छ। अहिले कामको कारणले गर्दा युट्युबले उसले समय दिन त्यति धेरै सकेको छैन। कृपया तपाईँहरू गएर सब्सक्राइब गरिदिनु होला। अनि एक दुईवटा भिडियो होला, त्यसलाई लाइक सेयर कमेन्ट पनि गरिदिनु होला है त। तपाईँहरूले हेर्नुभयो भने अनि मेरो पनि गर्नु होला है फेरि। हो ल, यस्तै छ गाइज। ल यो चाहिँ कन्याममा सबैले फोटो खिच्ने ठाउँ हो। लाँदै पक्रिँदै भाइ। यहाँनिर चाहिँ सबैजनाले प्राय कन्याममा फोटो खिच्ने गर्छ। यतादेखि पारिपट्टिको उयो डाँडाहरू पनि आउँछ। अनि त्यही भएर यी टुरिस्टहरू यसरी बस राखेर गएर त्यहाँ फोटो खिच्ने गर्छ। यहाँनिर क्यामेराको पनि उपलब्ध छ, प्लस त्यो घुम्दो रहेछ, त्यसबाट भिडियो पनि बनाउनु मिल्यो, रिल्सहरू अनि टिकटकहरू होइन। यस्तै छ कन्याम चाहिँ है गाइस। ल यस्तै छ। आज दामी छ मौसम, एकदम खुलेको छ। तर अब फेरि बन्द होला जस्तो छ। यो पुरा कुहिरो लागिरहेको छ। एकछिनतिर पानी पनि पर्छ होला सायद। ल हामी चाहिँ अझै माथि जाने क्रममा छौँ। अझै माथि हिँडेको अहिले माथिबाट पनि राम्रो आउँछ सिन, तपाईँहरूलाई म देखाउँदै नै छु है त गाइस। यतापट्टिको डाँडाबाट पनि राम्रै देखिने रहेछ है गाइस। यहाँ माथिबाट पनि हेर्नुहोस्, देख्न सक्नुहुन्छ। यो सल्लाहको बोट बवाल छैन त हाम्रो इलाम बवाल छ। सर्ट्स यस्तो छ है गाइस हाम्रो कन्याम।
पहिला मौसम त यस्तो भएको गाइस ल मौसम यस्तो भयो त गो र पनि यसो यसो गरेर डाँडामा पनि यहाँ फेरि टिकटक डर मन्दिर सुनियाने देखा ऐसे मैं पानी पानी हो गई बे केटा पर्ख न सल्लाहको बोट कराएको सुन्नुभयो सुहा गरिरहेछ हावाले अर्ग्यानिक फ्यान हो यो फेरि पुरा फेरि यहाँ एसी हो -18 हो छ होला अहिले यो चाहिँ है हाम्रो इलाम हो है गएछ इलामको कन्याम सबैजनाले भन्नुहुन्छ कन्याम कस्तो छ तर कन्याम चाहिँ यस्तै छ हेरिहाल्नुहोस् अनि चियाको बोट चाहिँ यस्तै हुन्छ ल अब यसलाई चाहिँ टिपेर फ्याक्ट्रीमा लगेर अनि सुकाएर माडेर गरेर अनि खानु लायकको बनाएर अनि बजारमा पुर्याउँछ यो चाहिँ चियाको बोट हो ठिक छैन गाइस रेडी हुनु परेको हिँड भनेको त्यही भएर आज पनि निद्रा पुगेको छैन अनुहार क्याच्राक्क परिरहेछ गाइस निद्रा नपुगेर हो मैले थुप्रो दिन भइसक्यो नसुतेको राम्रोसँग 3 घन्टा 4 घन्टा मात्र सुतेको एकदम यत्तिकै हो भने म पुरै दुब्लाएर जान्छु खेरै जान्छु निद्रा पुगेको छैन हो ल अब बाबा ठाउँमा आइपुग्यो फेरि ल हेर्नुभयो गाइज कन्याम 32ले पनि यहाँ भिडियो बनाउँदैछ तँलाई पक्ला डेडीलाई भनिदिन्छु अहिले बियरको बोतल बोकेको छ तँलाई पनि पख बाबाले हेर्छ मेरो काकाको युट्युब च्यानललाई सब्स्क्राइब ऐसे त नत करो न ऐसा मत करो ऐसा छोड दे ओए त्यस्तो नगर कि घुम्न आउनेको खुट्टा सुट्टा काट्छ ओए त्यस्तो गर्नु हुँदैन एउटा चाहिँ अब फुटाइहालिस् त्यो टिपेर उयो ढुङ्गाको चेपमा राखिदे त्यसलाई त्यो फुटाको चाहिँ राखिदे अहिले वर्ल्ड फेमस टी गार्डन वर्ल्डकै फेमस नै भन्नुपर्छ यहाँनिरको वेदर पनि बवाल छ चिसो छ होइन यहाँनिर बवाल हो यहाँनिरको क्लाइमेट तराईदेखि मान्छेहरू यहाँनिर चिसो खानालाई आउनुहुन्छ हो कन्याम भनेपछि नेपालको मान्छेलाई थाहा नै हुन्छ
तर भाइको हालत चाहिँ मात्र होइन के वर्ल्डलाई थाहा छ वर्ल्डलाई हो। थाहा हुनु पनि पर्यो पर सबैजना आउनु पर्यो हो ल गाइजहरू अझ उता जाने र ल है त गाइज अब भ्लग पनि धेरै लामो भइसक्यो आजलाई चाहिँ मैले कन्यामको बगान मात्रै देखाएको छु हो अनि मेरो फेसबुकमा पनि आउँछ रिल्स अनि टिकटकमा पनि आउँछ भिडियो होइन त्यो चाहिँ उता कन्यामको डाँडातिरको आउँछ अनि आजलाई यति नै अब गरेँ मैले भ्लग ल थ्याङ्क यू सो मच वाचिङ फर माई भ्लग होइन सबैजनालाई माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला जतिजनाले यो मेरो हेर्नुहुन्छ भ्लग सबैजनाले माया गरिदिनु होला है सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला है ल थ्याङ्क यू सो मच सबैजनालाई